छोरा मान्छेहरूलाई नि छोरी मान्छेको शरीर मात्रै चाहिएको हुन्छ, छोरी मान्छेसँग उनीहरूलाई मायै हुँदैन भन्ने मान्छेहरूको लागि यो भिडियो ध्यान दिएर सुन्नुहोस् है त। यदि हो त्यस्तो नै हुन्थ्यो, छोरा मान्छेलाई नि सिर्फ अनि सिर्फ छोरी मान्छेको शरीरै मात्रै चाहिएको हुन्थ्यो भने नि कहिले पनि एउटा छोरी मान्छे काफी नहुन्थ्यो उनीहरूलाई। एउटै छोरी मान्छेसँग आफ्नो पुरा जीवन नबिताउँथ्यो, एउटै छोरी मान्छेलाई सम्झिएर नबस्थ्यो, ऊ आसानीले कहीँ पनि जान सक्थ्यो। ना कसैको लागि रातभरि जाग्थ्यो, ना कसैलाई याद गर्थ्यो, ना कसैको लागि आँसु बहाउँथ्यो। छोरा मान्छेहरू तर्पिन्छ किन? त्यही छोरी मान्छेको लागि जसलाई उसले नि हृदयदेखि नै माया गरेको हुन्छ, त्यही छोरी मान्छेको साथ चाहिएको हुन्छ, त्यही छोरी मान्छेको आवाज सुन्न मन हुन्छ र त्यही छोरी मान्छेको आफ्नोपन चाहिएको हुन्छ जसलाई उसले एकदमै हृदयदेखि नै माया गरेको हुन्छ। हजारौँ दुःख मनमा लुकाएर पनि नि, हजारौँ रिस दबाएर पनि त्यही छोरी मान्छेसँग बसिरहेको हुन्छ जसले उसले एकदमै माया गर्छ। छोरा मान्छे नि एउटै छोरी मान्छेको लागि तर्पिरहेको छ भने यो कुरा राम्ररी बुझ्नुहोस् कि त्यो छोरा मान्छेलाई नि त्यो छोरी मान्छेबाट चाहिएको भनेको सिर्फ अनि सिर्फ उसको साथ र माया हो, उसको शरीर होइन। यो कुरा राम्ररी बुझ्नुहोस्।